म चाहिँ आज गइरहेको छु सुजीको चिल्ला बनाउन। त्यसको लागि 2 या 3 कप सुजी लिने, त्यसपछि 1 कप दही लिने, त्यसलाई बिस्तारै मिलाउने, बिस्तारै मिलाएपछि त्यसलाई 10 मिनेट राखिदिने फुल्नको लागि र सब्जीहरू काट्ने आफूलाई मनपर्ने। मैले चाहिँ गाजर, प्याज र क्याप्सिकम लिएको छु र त्यसमा त्यो घोल 15 मिनेटपछि निकालेर त्यसमा सबै सब्जीहरू मिलाइदिने र त्यसपछि आफ्नो स्वाद अनुसार नुन हाल्ने। नुन हालिसकेपछि त्यसलाई थोरै पानी हालेर पातलो खालको घोल बनाउने। अनि त्यसपछि यस्तो खालको घोल बनेर तयार हुन्छ। अनि तावा तातो बनाएपछि त्यसलाई एकचोटि हल्का सानो कपडाले पुछेर यसरी घोललाई रोटी जस्तो आकारमा हाल्ने र गोलो गोलो सेप दिने। ठुलो पनि हुन्छ, सानो पनि हुन्छ, आफ्नो साइज अनुसार। यो चाहिँ बच्चाहरूको लागि पनि एकदमै राम्रो हुन्छ। मेरो छोरालाई पनि मैले यो खुवाउने गर्छु। एकदमै हेल्दी हो। यसमा मसलाहरू पनि केही जाँदैन, नुन र दही बाहेक। र यो मैले यसलाई तेल हालेर पनि उतार्न सकिन्छ, तर मैले चाहिँ घिउ युज गरेँ मेरो बच्चाले खाने भएर, घिउ राम्रो हुने भएर। यसरी हालेर एकछिन पाक्न दिएपछि हाम्रो सुजीको चिल्ला बनेर रेडी हुन्छ। हेर्नुहोस् यस्तो बनेको छ हाम्रो सुजीको चिल्ला। तपाईहरु पनि ट्राई गर्नुहोस् है एकचोटि बनाएर। थ्याङ्क यू।